नमस्कार, यहाँहरू सबैलाई हार्दिक स्वागत छ। बारानाम्फिङ ग्राम पञ्चायत इकाइको तर्फबाट प्रस्तुत यो पाक्षिक डिजिटल समाचार बुलेटिनमा प्रथममा मुख्य समाचार। सफा र हरित गाउँको अभियानमा बारानाम्फिङ जिपियुलाई सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङद्वारा फोहोर संकलन सवारी हस्तान्तरण। पीएमकेएसवाई अन्तर्गत नाम्फिङ क्लस्टरमा माइक्रो सिंचाई सम्बन्धी जागरूकता तथा वितरण कार्यक्रम सम्पन्न। बारानाम्फिङ जिपियु अन्तर्गत हाम्रो बारी हाम्रो बाली अभियान सफल। मकै बाली कटाई र बिक्री सम्पन्न। बारानाम्फिङ जिपियुमा एनजिनरेगा अन्तर्गत सामाजिक लेखा परीक्षण तथा जनसुनवाई कार्यक्रम सम्पन्न। प्रविधिक शिक्षा र छात्रवृत्तिका लागि कागजात प्रमाणीकरण र एनएसपी आवेदन प्रक्रिया सुरु। अब समाचार विस्तारमा। दक्षिण सिक्किमको तिमी नाम्फिङ क्षेत्र अन्तर्गत पर्ने बारानाम्फिङ ग्राम पञ्चायत इकाइलाई गत 26 जुन 2025 बिहिबारको दिन सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङद्वारा एक आधुनिक फोहोर संकलन सवारी साधन हस्तान्तरण गरिएको छ। गान्तोक स्थित मनन केन्द्रमा आयोजित विशेष समारोहका बीच सो सवारी साधन हस्तान्तरण गरिएको हो। कार्यक्रममा बारानाम्फिङ जिपियुका अध्यक्ष श्री अर्पण सुब्बाले उक्त सवारीलाई औपचारिक रूपमा ग्रहण गर्नुभयो। उहाँले यो पहलले गाउँलाई अझ सफा, हरित र स्वस्थ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अध्यक्ष अर्पण सुब्बाले प्रदेश सरकार प्रति आभार व्यक्त गर्दै यस्तो जनकल्याणकारी कार्यले गाउँ समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने बताउनुभयो। साथै उहाँले मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ तथा क्षेत्रीय विधायक श्री बेदुसिंह पन्त प्रति विशेष धन्यवाद प्रकट गर्नुभयो। फोहोर संकलन तथा व्यवस्थापनमा प्रयोग हुने उक्त साधनले गाउँमा नियमित फोहोर संकलन, उचित विसर्जन र पुनः प्रयोग योग्य वस्तुको छनौटमा सहायता पुर्याउनेछ। उक्त अवसरमा लागू औषधि दुरुपयोग विरुद्धको जनचेतना सम्बन्धी कार्यक्रम समेत सम्पन्न भयो। वक्ताहरूले लागू औषध तथा नशा दुर्व्यसन विरुद्ध समाजले एकजुट भई अघि बढ्नुपर्ने आवश्यकता औलाए। कार्यक्रममा स्वच्छ गाउँ हरित गाउँ हाम्रो प्रतिबद्धता भन्ने नारा सहित उपस्थितहरूले नशा र फोहोर विरुद्धको शपथ शपथ लिएका थिए। प्रधानमन्त्री कृषि सिंचाई योजना पीएमकेएसवाई अन्तर्गत नाम्फिङ क्लस्टर 2024-25 चरण 3 का लागि माइक्रो सिंचाई सम्बन्धी एक महत्वपूर्ण जागरूकता तथा वितरण कार्यक्रम 2 जुलाई 2025 को दिन तिमी नाम्फिङ क्षेत्रको नाम्फिङ स्कुल स्थित मिनी कन्फरेन्स हलमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि एवं अध्यक्षको रूपमा तिमी नाम्फिङ क्षेत्रका माननीय विधायक श्री बेदुसिंह पन्तले समारोहलाई शोभा बढाउनु भयो। उहाँले आफ्नो सम्बोधनमा आधुनिक माइक्रो सिंचाई प्रविधि मार्फत तल्लो तहको कृषिलाई मजबुत बनाउने र सिंचाई दक्षता सुधार गर्ने सरकारको दिगो प्रवृत्तिलाई पुनः पुष्ट गर्नुभयो। यस कार्यक्रमको आयोजना सिक्किम सरकारको कृषि विभाग नाम्ची जिल्ला र बारानाम्फिङ ग्राम पञ्चायत इकाइद्वारा गरिएको हो। कार्यक्रममा विभिन्न वरिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो। श्री गोपाल छेत्री दक्षिण जिल्ला संयुक्त सचिव एसकेएम पार्टी, श्री मदन कुमार बजगाई माननीय जिल्ला पञ्चायत, श्री रोशन राई ब्लक विकास अधिकारी बीडीओ, श्री फुर्बा छिरिङ भोटिया सीएलसी अध्यक्ष, श्री सन्तोष शर्मा युवा संयोजक, श्री डीआर खतिवडा राजनीतिक प्रतिनिधि, श्री अर्पण सुब्बा माननीय पञ्चायत अध्यक्ष बारानाम्फिङ जिपियु, साथै सबै पञ्चायत सदस्यहरू, सरकारी कर्मचारी र स्थानीय किसानहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा कृषि विभागका अधिकारी एडिओ धर्मेन्द्र तामाङ, इन्स्पेक्टर भारती गुरुङ र VLW संगीता नेपाल सहितको टोलीले पनि कुशल कृषि प्रविधि सम्बन्धमा जानकारीमूलक सत्र सञ्चालन गरे। त्यस्तै PMKSY योजना अन्तर्गत किसानहरूलाई उपयुक्त माइक्रो सिंचाई उपकरणहरू वितरण गरिएको थियो। दिनको विशेष हाइलाइटको रूपमा माननीय विधायक श्री बेदु सिंह पन्तले 12 नाम्फिङ GPU का लागि नयाँ फोहोर संकलन सवारी साधनमा झण्डा देखाउँदै उद्घाटन गर्नुभयो। उक्त गाडीले स्थानीय फोहोर व्यवस्थापन प्रणालीलाई बलियो बनाउने र पर्यावरणीय स्वच्छता प्रवर्धन गर्ने उद्देश्य बोकेको छ। कार्यक्रममा सहभागी पञ्चायत प्रतिनिधि, अधिकारी तथा किसानहरू बीच दिगो कृषि विकास र समग्र ग्रामीण उत्थान विषयमा उत्पादक छलफल पनि सम्पन्न। दक्षिण सिक्किमको 12 नाम्फिङ ग्राम पञ्चायत इकाइले हाम्रो बारी हाम्रो बाली अभियान अन्तर्गत यस वर्षको मकै बारी सफलतापूर्वक उठाएको छ। यो अभियानले स्थानीय किसानहरूलाई आफ्नो जग्गा सदुपयोग गर्ने दिगो कृषि प्रणाली अपनाउन र बाह्य बजारमाथिको निर्भरता घटाउन उत्प्रेरित गर्ने उद्देश्य बोकेको छ। कटाई पछिको ताजा मकैलाई सावधानीपूर्वक संकलन, छानबिन र प्याकेजिङ गरी 7 जुलाई 2025 को दिन पूर्व सिक्किमको रादाङ क्षेत्रतर्फ दुवानी गरिएको थियो। उक्त उत्पादन रादाङ निवासी श्रीमती मेनुका छेत्रीलाई बिक्री गरिएको हो, जसले मकैको गुणस्तर र ताजापनको उच्च प्रशंसा गरेकी छिन्। 12 नाम्फिङ GPU ले यस्तो स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने, किसानको आत्मविश्वास बढाउने र सामुदायिक कृषि अर्थतन्त्रलाई मजबुत बनाउने उद्देश्य लिएको छ। GPU का पदाधिकारीहरू अनुसार यस्ता प्रयासहरूले आगामी दिनहरूमा थप परिवारहरूलाई खेतीपातीमा संलग्न गराउने, रोजगारी सिर्जना गर्ने र समग्र ग्रामीण क्षेत्रमा लचिलो र दिगो अर्थतन्त्र निर्माणमा मद्दत पुर्याउने विकास ल्याएको छ। 12 नाम्फिङ GPU ले बाली उत्पादनदेखि बिक्रीसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न सबै किसान सहकर्मी र सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। उनीहरूले यो अभियान खाद्य सुरक्षाको प्रवर्धन र सामुदायिक विकासतर्फको सकारात्मक पाइला भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। गत 8 जुलाई 2025 को दिन दक्षिण सिक्किमको 12 नाम्फिङ ग्राम पञ्चायत युनिटमा MG नरेगा यानी महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी अभियान अन्तर्गत सामाजिक लेखा परीक्षण तथा जनसुनवाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा तिमी ब्लकका ब्लक विकास अधिकारी, BDO, जिल्ला पञ्चायत सदस्य बर्मेक नाम्फिङ, 12 नाम्फिङ GPU का अध्यक्ष तथा उपाध्यक्ष, पञ्चायत सदस्यहरू, MG नरेगा GRS ग्राम रोजगार सहायक तथा योजनासँग सम्बन्धित अन्य अधिकारीहरूको उल्लेखनीय उपस्थित रहेको थियो। कार्यक्रमको विशेषता भनेको MG नरेगा अन्तर्गत काम गर्ने मजदुर तथा लाभार्थीहरूको सक्रिय सहभागिता थियो। यसले समुदायभित्र शासन, पारदर्शिता र उत्तरदायित्व प्रति रहेको गहिरो चासो र सहभागिता झल्काएको देखिएको छ। जनसुनवाई सत्रमा कामको अभिलेख प्रस्तुत गरियो, शंकाहरूको समाधान गरियो र कामदारहरूले आफ्नो गुनासो, सुझाव तथा अनुभवहरू खुलस्त रूपमा राख्न पाएका थिए। कार्यक्रमले MG नरेगा परियोजनाहरूको प्रत्यक्ष लाभ लिने पक्षहरूलाई सहभागी गराउने र सुनवाई गर्ने अवसर प्रदान गरिएको थियो। यो पहलले पञ्चायती राज संस्थाहरूमा सहभागितामूलक शासन प्रणाली, सामाजिक उत्तरदायित्व र MG नरेगा अन्तर्गत सेवाहरूको न्यायोचित र पारदर्शी वितरण सुनिश्चित गर्ने सरकारको प्रतिबद्धतालाई
पुष्टि गर्दछ। बारा नाम्फिङ जीपीयूले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सरोकारवालाहरू र समुदायका सदस्यहरूलाई धन्यवाद व्यक्त गरेका छन्। सिक्किम सरकारको प्राविधिक शिक्षा निर्देशालय र समाज कल्याण विभागले सन् 2025 का लागि प्राविधिक कोर्समा भर्ना र छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ। प्राविधिक भर्नाका लागि विद्यार्थीहरूले अनलाइन मार्फत निम्न कागजहरू अपलोड गर्नुपर्छ: सिक्किम विषय प्रमाणपत्र वा COI, जाति प्रमाणपत्र उम्मेदवारकै नाममा, निवास प्रमाणपत्र, ट्रेड लाइसेन्स अन्य श्रेणीका लागि, BPL प्रमाणपत्र यदि छ भने, जन्म मिति प्रमाणपत्र, नीट स्कोर कार्ड, BPT RIPANS का लागि, कक्षा 10 र 12 को मार्कसिट तथा डिप्लोमा पास मार्कसिट लेटर एन्ट्रीको लागि। थप जानकारीका लागि education.sikkim.gov.in मा जान सक्नुहुनेछ। छात्रवृत्तिका लागि NSP आवेदन खुला। SC, ST र OBC विद्यार्थीहरूका लागि नेशनल स्कलरशिप पोर्टल NSP मा प्री मेट्रिक र पोस्ट मेट्रिक छात्रवृत्ति योजनाहरूमा आवेदन खुला भएको छ। आवेदन मियाद 1 जुलाई 2025 देखि 31 अक्टोबर 2025 सम्म रहेको छ। आवेदन प्रक्रिया: मोबाइल एप NSP OTR एप र आधार फेस ID डाउनलोड गर्नुहोस्। न्यू रेजिस्ट्रेसन गरी OTR ID बनाउनुहोस्। scholarships.gov.in मा लगइन गरी आवेदन पूरा गर्नुहोस्। फर्म सबमिट गरी स्क्रिनशट सुरक्षित राख्नुहोस्। सहयोगका लागि सम्पर्क गर्नुहोस्। अनुप गुरुङ OBC को लागि 70637 26304, मीना गुरुङ ST का लागि 79081 05395, निम्कित लेप्चा SC को लागि 93329 23591। प्राविधिक शिक्षा निर्देशालय र समाज कल्याण विभाग सिक्किम सरकारद्वारा जनहितमा जारी। हवस् त, यसैका साथ आजका लागि बारा नाम्फिङ पाक्षिक डिजिटल समाचार बुलेटिन यही समाप्त हुनेछ। यस्तै जानकारीमूलक तथ्यमा आधारित र जनहितका समाचारहरू लिएर आउँदो 30 तारिक पनि उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला बारा नाम्फिङ GPU डिजिटल पेज। हाम्रो गाउँ हाम्रो खबर। धन्यवाद, नमस्कार।